आज चाहिँ हामी किचन गार्डनमा यहाँनिर आज चाहिँ हामी लसुन के रोप्नको लागि बेड बनाउँदैछु। अनि मैले चाहिँ ग्यारेन्डल टिपेर रेडी गरेको छु खानुको लागि। मम्मी यो खानु न एउटा, खानु न, खानु कस्तो मिठो छ खानु त। ए पाकेको यस्तो छ हाम्रो चाहिँ काम आजको दिनको। अब हाम्रो बेड चाहिँ दुईटा चाहिँ रेडी भइसक्यो। यहाँ चाहिँ मल छाप्ने मम्मी चाहिँ आयो। यति भयो काम। ल आज चाहिँ यो माइत आएको, माइत घरको दुःख चाहिँ यस्तै छ। यसले लसुन रोप्ने अरे, सब्जी छर्ने अरे, बनाउने अरे, खन्नु थालेको छ। तीनटा रेडी भइसक्यो। हाम्रो घरको यो किचन गार्डन चाहिँ यसरी बनाउँदैछौँ। तपाईहरुले पनि उब्रेको बारीहरू, यसो बाँझो बारीहरू बाँझो नराखिकन यसरी किचन गार्डन बनाएर पालकको साग बिउ यहाँ थियो, कहाँ पो राख्यो बिउ? ए पालकको साग यस्तो छ, गाजर यस्तो छ, मुला छ गाइस, धनियाँ पनि छ। अब यसरी यो चाहिँ रोप्नुपर्छ, छर्नुपर्छ। यो चाहिँ के को बिउ हो? यसरी ल्याएको छु। यहाँ रोपिराख्छ, त्यसलाई पनि हुन्छ, मलाई पनि हुन्छ। ल राखेको है। बाख्राको त्यो बाख्राको मल, गाईको मल यसरी फेर्दैछ यसले चाहिँ। तेरो कति भयो? फाइनल्ली यो कम्प्लिट भइसक्यो हजुर। कति भइसक्यो?